1 minus 10 10a/2 10b/2 यो छ। ल सोलुसन पहिले एलएचएस गरिहालौं। 1 minus 10a/2 10b/2 हो। 1 minus 10a/2 को फर्मुला के हो थाहा छ? 10a/2 भनेको रुट अन्डर s minus b s minus c by s s minus a हो। 10b/2 भनेको s minus a s minus c by s s minus b हो यो। ल अब 1 minus अब मल्टिप्लाई गर्ने भित्र भित्रै मल्टिप्लाई गरौँ रुट को भित्र भित्रै माथि के हुन्छ s minus b s minus c s minus a s minus c by मुनि मुनि मल्टिप्लाई गरौँ s into s s स्क्वायर s minus a s minus b s minus a s minus b सक्यो s minus b र s minus b सक्यो। ल यो भनेको 1 minus रुट अन्डर s minus c को होल स्क्वायर by s को स्क्वायर यो र यो काटिन्छ यो र यो काटिन्छ हो। त्यसपछि 1 minus यो भने के हुन्छ s minus c by s हुन्छ हो यो हुन्छ। ल अब s ले यता मल्टिप्लाई गर्दा s minus c by s हुन्छ हो। यो s र यो s काटिन्छ यो माइनस को ले यता गर्दाखेरि यहाँ प्लस हुन्छ अनि यो के हुन्छ c by s हुन्छ अनि c by s भनेको के हो s भनेको सेमी पेरिमिटरको एंगल के हो a plus b plus c by 2 हो के हैन। त्यसपछि माथि 2 माथि जाँदा 2c by a plus b plus c के हुन्छ हाम्रो एन्सर हुन्छ। के छ एन्सर 2c by a plus b plus c हाम्रो एन्सर छ। बुझेन भने हैन यस्तै यो रुटबाट यो माथिको s minus c र s minus c ले गर्दा s minus c को होल स्क्वायर हुन्छ अनि यो र यो काटिन्छ। त्यसपछि यो मुनिको s into s s स्क्वायर हुन्छ अनि यो s स्क्वायर र यो रुट पनि काटिन्छ। त्यसपछि माथि के भयो s minus c अनि मुनि s अनि s ले यता मल्टिप्लाई गर्दा s minus c s ले यता मल्टिप्लाई गर्दा s भयो माइनस ले यता खोल्दाखेरि यो प्लस भयो यो र यो काटिदा c by s भयो। त्यसपछि s भनेको a plus b plus c by 2 के अरे s भनेको यो त 10 मै पढेको कुरा हो s भनेको a plus b plus c by 2। ल यति भयो 1 नम्बर सकिहाल्यो 2 नम्बर